एक वर्षभरि कालीदेवी विवाह क्लबमा भएको खर्च र आम्दानीको विवरणहरू निम्न छन्। आम्दानी क्लबमा रहेको जम्मा मौजात रकम 49,855 रुपियाँ थियो भने भोजराजु बोहराबाट कालीदेवी विवाह क्लबलाई बल खेले स्वरूप 1000 रुपियाँ प्रदान गर्नुभएको थियो हौसलाका साथ। त्यसैगरी कालीदेवी विवाह क्लबले यसपटकको साबी गोडा स्तरीय भलिबल प्रतियोगितामा द्वितीय भएर ल्याएको पुरस्कार 20,000 रुपियाँ सम्पूर्ण जोड्दाखेरि जम्मा मौजात रकम 70,855 रुपियाँ भएको थियो र अहिलेसम्मको खर्च मादलको खरी ढोका मर्मतको लागि 2900 रुपियाँ खर्च भएको थियो भने क्लबबाट जर्सी एक टिमलाई क्लबबाट जर्सी र अर्को टिमलाई अनुज खत्रीज्यूले जर्सी प्रदान गर्नुभएको थियो भने क्लबबाट जर्सी खर्च 10,000 रुपियाँ भएको छ। त्यसैगरी भलिबल खेलको लागि खाजा खर्च 6,615 रुपियाँ भएको थियो भने वीरबहादुर बोहराको पसलमा जितको हौसला स्वरूप खाजा खाएको 1,860 रुपियाँ भएको थियो। त्यसैगरी हामीले खेलाडी साथीहरूलाई कालीदेवी विवाह क्लबले मनोबल बढाउनको लागि खाजा र फ्रेम सहित सम्मान गरेका थियौँ। त्यसमा खर्च 5500 भएको थियो भने त्योभन्दा अगाडि कालीदेवी विवाह क्लबको खेलाडी साथीहरूलाई बल नेट पम्प ल्याएर सहयोग गरेका थियौँ भने बल नेट पम्पको चाहिँ जम्मा 4,100 रुपियाँ लागेको थियो। त्यसैगरी सामान ल्याउन लानको लागि खर्च पेट्रोल खर्च 500 रुपियाँ छुट्याएको थियो। त्यसैगरी जम्मा खर्च 31,475 रुपियाँ भएको थियो। अब क्लबमा बाँकी रहेको रकम 39,380 रुपियाँ रहेको छ। धन्यवाद। ताली